हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी चाहिँ डाँडातिर जान लाग्यो। टक्क चिया सिया खाने हो त्यहाँ गएर। यो दाइ पनि आउनु भएको छ, म पनि आएको छु। हामी चाहिँ बसस्थान मन्दिरमा आयौँ। त्यसै गरी यो हाम्रो गाउँको प्रसिद्ध मन्दिर हो होइन। त्यहाँ चाहिँ जाने बेला जहिले पनि ढोगेर जान्छु कि म गाइज। ल अब म तपाईँहरूलाई घुमाउँछु है साथीहरू। यहाँ चाहिँ दाइ पनि आउनुभएको छ। यो दाइले नि भर्खरै ढोग्नुभयो, मैले नि ढोगेँ होइन। अब घुमाउँछु म तपाईँहरूलाई। हिमाल पनि देखियो लो, दामी मिठी भयो नि त। हिमाल नै देखियो। ए म तपाईँहरूले सर्लक्कै घुमाउँछु। ए हेर्नुहोस् हिमाल, ए बादल हिमाल। उता घन्टी बजिसक्यो, म नि जान्छु गाइज। दाइहरू मलाई रोक्नु है, यहाँ घन्टी छ घन्टी। लास्ट यो बजाइदिन्छ। 3, 2, 1 गाइज। म फेरि यहाँ आइपुगेँ। हेर्नु त यी फेरि अर्को काम आयो गाइज। हामीले यो भाइरलै बनाउनु पर्छ कि। हेलो साथीहरू, वेलकम टु माई ब्लग। आज चाहिँ मैले फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। मैले पनि आज चाहिँ म हाम्रो गाउँ तारुका गाउँको चाहिँ एकदमै प्रसिद्ध मन्दिर बसाइ स्थान मन्दिरमा आइपुगेको छु। यहाँबाट चाहिँ हाम्रो वरिपरिको सिनारी भ्यूहरू चाहिँ एकदमै दामी देखिँदो रहेछ। सिनारी भ्यूजहरू है गाइज। हेर्नु सिनारी भ्यूज। यो चाहिँ यहाँभित्र चाहिँ यस्तो यस्तो। म चाहिँ अब अलि हल्लामा छु। ल गाइज म चाहिँ लागेँ है। अब डाँडातिर देखाउँ। यो भिडियो चाहिँ भाइरल हुनपर्छ चाहिँ। हेर्नु त कालै काँडा छ गाइज। हेर्नु त सिरी रुगा हो चले हो रुगा। खोकी लाग्ने हो कि रुगा लाग्ने थाहा छैन। रुगा चल खा। ए सिधै सिध छ बाटो नि। तपाईँले देख्नुभयो कि देख्नु भएन। त्यो नारिन्जरहरू पनि भोरिँदैछ कि पखान। ट्याक्कै गाइज नारिन्जर पनि भोरिँदैछ कि। दाइले सिकाउनु भएको मलाई चाहिँ। चिया पनि लिएर आएको छौँ गाइज। यतिखेर कति सेलाउन लागिसक्यो। कफी हो गाइज, चिया नि होइन कफी खाने भन्छ। कफी ए यहाँ टावर पनि छ ट्याक्क लगाएर। यतापट्टि हिमाल। गाइस यहाँबाट हाम्रो भ्यू दामी देखिन्छ। दामी दामी। यता दाइ बरु यता दाइ बरु दाइ दाइ ए दाइ बी ए बी ऊ त्यो हिमालमा त डाली डाली क्यान्नु मात्रै यता र उता खाँदिँदै गाइस। मैले केही कुरा त देखेँ कि मानुकोट देखिन्छ है उतै त। अनि ऊ यस्तो रहेछ कि त्यो मानुको किन भाइरल भएको थाहा। त्यो बादल यति यो स्कुलसम्म आइदिँदो रहेछ कि। हाम्रो स्कुलसम्म आइदिने यहाँ नि आइस राम्रो हो त्यो हेर न। यहाँ त नि कति राम्रो हुनु पर्यो। झन् हिमाल नि देखिन्छ यताबाट। यति राम्रो यहाँबाट हिमाल नि हाम्रो नि गाइज। मानुङकोट र हाम्रो गाउँको के छ फरक भन्नु त। हेर्नु यहाँबाट नि सर र यहाँबाट हिमाल धरि देखिन्छ गाइज। सर र बादा
यहाँ पनि मेला लगाउन पर्यो अब तर ट्याक्क आइयो नि त हिउँ कि बादल ए बादल के हिउँ रे कस्तो हुन्छ होला भन त अझ उता गयो नि कति थियो होला गाई दाइ पनि यसो उसो गर्दै एकछिन है गाई छात दुख्यो हामी चाहिँ भर्खरै चिया खायो यहाँ डम्म अहिले गिटार बजाउनु खाए किसिम नगर न सिधै राख दामी आउँछ के दामी हुन्छ दामी 3 2 1 को भन न 3 2 1 नबोल त ओइ नगल चुप चुप बदल राखेन पुरै गर न भनेको गीत गाएको त हुँदै हुन्न नि त नि उता तल फेरि एउटै गीत मात्र भयो कि यार त्यही त अलि मजा आएन नाकको भ्यू खाँदै मजा लिँदैछु यो चाहिँ हाम्रो गिटार दाइ आउनु होला परिचय लिन टक्क ए एउटै गीत याद आयो मलाई मलाई एउटा यति दामी बोल्दो रहेछ त हात लाग्छ ए गाइस नमस्ते गाइजहरू यो चाहिँ हाम्रो आफ्नै गाउँ तारिका अनि यहाँ चाहिँ हामी चाहिँ सर र यता मनासुर यता लमजुङ सबै देखिन्छ होइन यसो चाहिँ विभिन्न प्रकारका हिमालहरू देखिन्छ यो चाहिँ दाइको स्टिल जोडेको गाइस ल तिर बसा मन्दिर चाहिँ हामीले बिस्तारै जान्छौँ 1.5 मा गऱ्यो नि 0 तनहुँसुरको डाँडा यहाँबाट तनहुँसुर ट्याक्क बादलले घेरिएको सर्लक्क परेको देख्न सकिन्छ साथै अलि तल हाम्रो यता बसा मन्दिर छ त्यहाँ अहिले हामी जान्छौँ पक्कै पनि यता हामीले देख्न सक्छौँ यो चाहिँ लमजुङ साइड यहाँबाट छर्लक्क देखिन्छ यहाँनिर सर्लक्क हिमालहरू पनि विभिन्न किसिमका हिमालहरू देख्न सकिन्छ आज चाहिँ थोरै बादलहरू नहटेको कारणले हिमाल चाहिँ अलिक क्लियर छैन तैपनि आज रमाइलो देखिरहेको छ धन्यवाद यो चाहिँ हाल्नु पर्दैन गाइस फेरि मैले एउटा गीत गाउँछु कि होइन
रस्समे चुल्ठो उडाइ घुम्ठो रस्समे चुल्ठो उडाइ घालो देशबारेले बाँधेको रिमाना तिमीलाई हेरेले बिताए जीवन असारैको रातो साडी चारपाङ्ग्रे गाडी चारपाङ्ग्रे गाडी किनिदिउँला सुनको चुरा भुली के होला लै गोठ रेलीमै घोडालै तबेला मिठी आयो अहिले त हेर्नु त यही हेर्नु यहीँ आइदिउँ यहीँ यो लो हेर्नु तर उताबाट उता अघि त उस गर्ने बेला धेरै मोबाइलहरूले यसबाट बिस्तारै खेल्छु दाइ यहाँ त ड्रोन ल्याउन पनि हो क्या ड्रोन दाइहरू उहाँ पुगिसक्नु दादा ड्रोनै छैन त्यही झन् चाहिँ यताको बाटो अब यो बाटो जान्छ चाहिँ ल हामी म चाहिँ अब लागेँ माथि चाहिँ घरतिर टक्क यतापट्टि दाइहरू मजा आयो डाँडामा दाइ भोलि पनि आउने है पैसाले घिच्ची भयो काम देखेकै छैन त्यसलाई अब 6 महिना नभए नि दाइहरू चाहिँ रिल्याक्स आराममा उफ्रिँदै यसरी अब त्यतातिर यसो मेला लगाउन पऱ्यो कि गाइज महिनामा एकचोटि भनेर मेला लगाउन पाए मजा आउँथ्यो आज दाइको र मेरो साइज छैन म पनि लडेँ फेरि अघिकै बाटो है गाइज आँखाले किन्ने किन ए दादाहरूको फर्दै म चाहिँ गाइज हिँड्यो भर्खर दमलीबाट आएको 15,000 16,000 सक्यो गेम खेलेर कि खाएर नि यही वान खेलेर 16,000 अहिले पछि म उता स्कुल गएपछि बनाउँछ है ब्लग गाइज आयो स्कुल स्कुल आइपुगेन गाइज यता यो चाहिँ हाम्रो अफिस है म क्यामेरा ब्याक गरेर देखाउँछु गाइज यहाँ टक्का ड्रइङ गर्दै यता यो गर्दै यता दाइ टक्क लाएर यतातिर ऊ त्यो नर्सरी यहाँ खाजा खान्थ्यौँ हामी पहिला यो दाइजीहरू बन्नुहुन्थ्यो एकचोटि त हामी पनि यहीँ पढ्यौँ गाइज फेरि नाइस हागे नाइस कुरै नगरौँ कि कुरै यो दाइ आउनु चढे ए यहाँ पनि ग्राउन्ड छ उता माथिको नि ग्राउन्ड हो यहाँ दाइहरू भलिबलहरू खेल्नुहुन्थ्यो यहाँ अनि जित्नुहुन्थ्यो गाइज मेडल नि छ मेडल तिमी जान्नौ भने सिबिएस फेरि एमबी सकिन्छ यार भिडियो मेरोमा हाल्दा